किलोमिटर पानीको कुवा यस्तो छ। यो खाने पानीको ट्याङ्की पनि रहेछ, मूलको पानी यहाँ समर्पणले मूलको पानीमा गइरहेको छ फ्रेस हुन, पानी पिउन। पहिला पानी चढाऊ बाबु, मुक्त हो, पानी चढाऊ। भइसक्यो तिम्रो? हो ल। तीनजना आएको हामी लाइमटामा घुम्नलाई। मेरो भाइ हो यो चाहिँ। मेरो भाइ हो यो चाहिँ। सानो भाइ हुन्छ नि, दाइ हुन्छ। म थिएँ पहिला। पानी लिन डोको बोकेर आउनुभयो नानीहरू, दिदीहरू। यहाँबाट यहाँसम्म चाहिँ रोड राम्रो छ। सिमलको रुख रहेछ यहाँ, सिमलको रुख रहेछ। त्यो सिमलको रुखबाट यस्तो कुनातिर गएपछि अलिकति लगभग 3 मिनट पनि छैन होला है, कुवा छ पानीको। भुल्यो फेरि फर्केर आएको। ब्रेकमा आऊ, बिस्तारै ब्रेकमा हिँड के, नकुदाऊ। लामिटार गाउँ मर्निङ वाक भ्यू यस्तो छ लामिटार गाउँको। पार्टी लामिटारको चोक, खोरातिर लामिटारको चोक। यहाँबाट माथि खोरादी जाने बाटो अनि यता लामिटार जाने बाटो। अलि माथि गएपछि सिमलको रुखबाट देब्रे लागेपछि पानीको कुवा भेटिन्छ। पुरानो ठाँटी रहेछ यहाँ। यसमा पनि यस्तो बनाएर रहेछ बियरको बोतलको बस्नको लागि पेटी। ल अब लागौँ होला है। ल यस्तो धान खेतको बाटो हामी हिँड्नेछ मर्निङ वाक गर्ने क्रममा। यो छोटो बाटो भीम खिच्नलाई लालिम पुग्नको लागि कोसिस छ है। यहाँ त प्रतिक्षालय पनि रहेछ नि त है, पुल प्रतिक्षालय सफा गर्दै हुँदो रहेछ दिदीले। पानी बर्खा भएको भएर ठुलै रहेछ, हिँड्दा हुने त खासै हुन्न नि त पानी। यस्तो रहेछ प्रतिक्षालय।